सिलगढी गाउँपालिका वडा नम्बर 3 मा आएको छु म। गाउँपालिका यहाँ बन्दैछ। यो हिमालहरू देख्दैछ। यो सबै ठाउँमा यो एकदम राम्रो ठाउँ छ। यो नुवाकोट जिल्ला हो। नुवाकोट जिल्ला गाउँमा आएको छु म। ल हेर्नु होला। सबैले मैले एउटा छोटो भ्लग बनाउँदैछु। माया गरिदिनु होला। युट्युब मिना युट्युब च्यानल खोलेको छु। भ्लग बनाउँदैछु साथीहरू। यहाँ बजारहरू छ। एकदम रमाइलो ठाउँ छ। हेर्नु होला, माया गरिदिनु होला। युट्युब च्यानलमा जोडिनुहुन्छ भने मिना सब्सक्राइब एक ट्याप गरिदिनु होला, लाइक गरिदिनु होला, साथी बन्नु होला, आउनु होला। सबैले माया गर्नु होला। यो गाउँपालिका हो। एकदम राम्रो छ। गाउँपालिका बन्दैछ। हेर्नु होला है साथीहरू। हिमालहरू छ उता। एकदम ठाउँ राम्रो ठाउँ छ। नुवाकोट जिल्ला हो। सबैजनाले माया गरिदिनु होला है। उता हेर्नुहोस्, अहिले गाउँपालिका बनेको छ। कस्तो राम्रो बनाउनु भएको छ। सबै साथीहरूले माया गरिदिनु होला। यसो गएर हामी त्रिशुली जाने बाटो चाहिँ यो बाटो हो। कस्तो सुन्दर गाउँ छ। आनन्दको ठाउँ छ। एकदम राम्रो ठाउँ छ। बागेश्वरी मन्दिर चाहिँ माथि पर्छ। आउनु होला, घुम्नलाई आउनु होला, माया गरिदिनु होला। गाउँघरको यस्तो छ बस्ती। हेरिदिनु होला। सबैजनाले माया गरिदिनु होला है। मैले युट्युब च्यानल खोलेको छु भर्खरै। सबजनाले एक लाइक कमेन्ट गर्नु होला, सब्सक्राइब गर्नु होला। बाई बाई। मैले यति भन्दा यो भिडियो यहीँ टुङ्गाउँछु। छोटो भिडियो बनाएको छु। सब साथीहरूले माया गरिदिनु होला। बाई बाई।